नमस्कार सबलाई स्वागत छ आजको यस भिडियोमा। आज हामी कुरा गर्नेछौँ हर्क साम्पाङको बारेमा र सिधा विषयवस्तुतिर लागौँ। हर्क साम्पाङ पदभन्दा माथि उठेको इमान्दार नेतृत्वको कथा। नेपालको राजनीतिको भिडमा केही यस्ता व्यक्तिहरू हुन्छन् जो भाषणले होइन कामले बोल्छन्। हर्क साम्पाङ त्यस्तै एक नाम हुन् जो सत्ताको चमकभन्दा टाढा रहेर जनताको दुःख दर्दलाई आफ्नो जिम्मेवारी ठान्छन्। धनकुटा जिल्लामा जन्मिएका हर्क साम्पाङ सामान्य परिवारबाट आएका व्यक्ति हुन्। सानो उमेरदेखि नै उनले समाजमा देखिने अन्याय, विभेद र व्यवस्थालाई नजिकबाट महसुस गरे। यही अनुभूतिले उनको सोच बनायो, यदि सिस्टमले काम गर्दैन भने सिस्टमलाई हल्लाउनुपर्छ। उनले इन्जिनियरिङ अध्ययन गरे, तर उनको लक्ष्य केवल जागिर खाने थिएन, देश र समाजका लागि केही परिवर्तन गर्ने थियो। राजनीतिमा प्रवेश गर्दा उनीसँग न त ठुला पार्टीको बल थियो न त पैसाको, थियो त केवल इमान्दारी, स्पष्ट बोली र अडान। धेरैले उनलाई अलिक कडा नबुझ्ने भने, तर उनले कहिल्यै आफ्नो बाटो बदलेनन्। उनी भन्थे, मलाई कुर्सी चाहिएको होइन, काम गर्न पाएको अधिकार चाहिएको हो। 2080 सालतिर धरान उपमहानगरपालिकाको मेयर बनेपछि हर्क साम्पाङको काम गर्ने शैलीले देशभर ध्यान खिच्यो। जहाँ वर्षौँदेखि समस्या बनेको खानेपानी, त्यही उनी आफै गैती कोदालो बोकेर उभिए। मेयर भएर एसी कोठामा बस्नुको सट्टा उनी खोल्सा खोल्सीमा पानी खोज्दै हिँडे। यो दृश्यले एउटा सन्देश दियो, नेतृत्व भनेको आदेश दिनु होइन, उदाहरण देखाउनु हो। उनले सधैँ पारदर्शिताको कुरा गरे। ठेक्का, बजेट, निर्णय सबै जनताको नजरमा। गल्ती भयो भने सारे, दबाब आयो भने झुकेनन्। उनको जीवनले युवाहरूलाई यो सिकाउँछ कि सही बाटो सजिलो हुँदैन, तर त्यो बाटोले मात्र आत्मसम्मान दिन्छ। हर्क साम्पाङ कुनै चमत्कारी नेता होइनन्। उनी पनि थाक्छन्, आलोचना सहन्छन्, एक्लोपन महसुस गर्छन्, तर फरक के छ भने उनी हार मान्दैनन्। आज हर्क साम्पाङ एउटा व्यक्ति मात्र होइनन्, उनी एउटा विचार हुन्। कि राजनीति सफा हुन सक्छ, कि साधारण मानिसले पनि असाधारण परिवर्तन गर्न सक्छ, र कि इमान्दारी अझै पनि शक्तिशाली हतियार हो। यदि तपाईँ कहिले निराश हुनुहुन्छ भने हर्क साम्पाङको जीवनीले भन्छ, सुरुवात जहाँबाट भए पनि इमान्दारी र हिम्मत भए परिवर्तन सम्भव छ।